Do you want to know what your customers want? Come on, it's a day 5 and today's topic is every purchase starts with a pain. कस्टमरले आफ्नो प्रोडक्ट त्यतिखेर चेन्ज गर्छ जब उलाई युज गरिरहेको प्रोडक्टले दुःख दिन थाल्छ। आजकल प्राय बिजनेसहरु फेल हुनुको कारण मोस्ट बिजनेसेस गेस कस्टमर्स पेन पोइन्ट जे पनि थाहा छ भन्नेतिर नलाग्नुस्। कस्टमरलाई के चाहिएको छ भन्ने कुराको एजम्पसन्स कहिले नगर्नु। उहाँसँग बस्नुस्, उहाँको कुरा सुन्नुस्, उहाँको फिलिङलाई अब्जर्भ गर्नुस् एन्ड देन युज रियल डेटा। कस्टमर्सको पेन पोइन्ट थाहा पाउने तरिकाको लागि म तपाईको 1 मिनेट मात्र रिक्वेस्ट गर्न चाहन्छु। टक टु द कस्टमर्स, आस्क देम व्हाट्स योर बिगेस्ट च्यालेन्ज, रिड रिभ्युज। कहिलेकाहीँ कम्पिटिटर्सको रिभ्युज कस्टमर्सको फ्रस्ट्रेसनले भरिएको हुन्छ। वाच युजर बिहेभियर, कस्टमरले जब तपाईसँग कन्भर्सेसन गरिराख्नु भएको हुन्छ त्यतिखेर उहाँको बिहेभियरलाई नोटिस गर्नुस्। ठिकै सेटिस्फाई हुनुहुन्छ कि धेरै दुखी हुनुहुन्छ त्यो प्रोडक्टसँग एन्ड लुक फर प्याटर्न्स। यदि कस्टमरको एउटा मात्र कम्प्लेन छ भने त्यसलाई फिडब्याकमा लिनुस्। यदि सेम कम्प्लेन धेरै कस्टमरले रिपिट गर्नु भएको छ भने त्यसलाई प्रायोरिटी मानेर त्यसको इम्प्रुभमेन्टतिर लाग्नुस्।